यहाँ बोर्ड छ यहाँ यस्तो गर्छ यो लाङ्दी देवीको यसरी यता लाग्छ। नमस्कार, यो लमजुङ बेसीसर नगरपालिका 5 मिदुङ खोला हाइड्रो पावरको ड्याम हो। यो ड्याम चाहिँ अहिले यो मेन उसबाट चाहिँ यहाँ मुख्य प्रवेशद्वार छ यहाँ ड्यामको। यहाँ यसरी छ यो हाइड्रो पावरको ड्याम। अब यहाँबाट गएर यहाँ चाहिँ बाटो छ, मान्छे हिँड्ने बाटो। अब मुख्य पानी यहाँबाट गएको छ, यहाँबाट उता गएको छ। अब यसको ठिक पारिपट्टि यहाँ प्रसिद्ध धार्मिक स्थल लाङ्दी देवी मन्दिर छ। यहाँ जुन देख्नुभएको यो चाहिँ लाङ्दी देवीथान एकदम शक्तिशाली देवीथान छ। अब यो पानी यो हाइड्रो पावरको पानी तल चरोटे भन्ने ठाउँमा स्याउली बजार भन्दा तल पुगेको छ। त्यहाँ चाहिँ मेन पावर हाउस छ। अब यहाँबाट म फलो गर्दै जान्छु यस अब यहाँको तलसम्म, त्यहाँसम्म म जान सकिन्न। यो पानी चाहिँ यहाँबाट झनै 1 किलोमिटर अगाडिदेखि 1100 मिटर होइन 1 किलोमिटर 180 मिटरको चाहिँ सुरुङमार छ। सुरुङमारभित्र गएको छ यहाँ अगाडिदेखि। यहाँ चाहिँ बर्खायाममा पानी एकदम पावर बढी भएको बेलामा चाहिँ यो खोलेर चाहिँ यहाँबाट ओभरफ्लो गरेर फालिन्छ। हालको लागि चाहिँ जुन ओभरफ्लो भएर गइरहेको छ, हल्का फोरफोरे मात्रै गएको छ यहाँ तल। अनि बर्खायाममा चाहिँ धेरै भएको चाहिँ यहाँबाट चाहिँ ओभरफ्लो हुन्छ। यो ठाउँबाट चाहिँ ओभरफ्लो भएर ठ्याक्क यता मिदुङ खोलामै जान्छ। यो बढी भएको पानी हो। यो मोटर चलाएपछि जुन यो ढक्कन छ यो माथि आउँछ अनि पानी चाहिँ बाहिर फालिदिने। धेरै बाढी आएको बेलामा यो धेरै ओभर हुन्छ, पानी बढी हुन्छ। यहाँबाट चाहिँ ठ्याक्कै छाङछुङै भिड छ। यो मुनिबाट आउँदैछ पानी, यसरी बग्दै गएछ। बग्दै गएर यो मुनिबाट पस्यो। पसेपछि अब ठ्याक्क यो कुलोमा गएको छ। यहाँबाट 1 किलोमिटर जति यो कुलोमा गएपछि झन्डै 1 किलोमिटर 180 मिटर चाहिँ सुरुङमार छ। यो तल स्याउली बजार भन्दा तल पुगेर त्यहाँ चाहिँ पावर हाउस छ है। यहाँ पनि देख्नुहुनेछ, यहाँ पानी बगिरहेको छ यसरी। अब अहिले म यो धार्मिक स्थल शक्तिशाली
धार्मिक मन्दिर लाङदी देवी ट्याक्कै यसको अपोजिट छ यो पारी जुन त्यो रेलिङ देख्नु भएको छ यहाँ चाहिँ लाङदी देवीको मन्दिर छ है यहाँ जुन मैले अघि देखाउनु भएको यो हाइड्रो पावरको ड्याम यही हो यो चाहिँ हाइड्रो पावरको मुख्य मूल ड्याम यही हो शक्तिशाली एवं धार्मिक स्थल यो लाङदी देवी मन्दिर जाने यो प्रवेशद्वार हो अब यहाँबाट चाहिँ तपाईँ यसरी जानुहुन्छ जुन रेलिङ छ ओरी यहाँनिर छ है त्यो गेट अफ पहिलो डस्टबिन देखेको ठाउँमा त्यही छ मेन चाहिँ मन्दिरको मूलद्वार मन्दिरभित्र पस्ने प्रवेशद्वार त्यहाँ छ यो रुखले छेकेको छ अब यो चाहिँ अघिको यो हाइड्रो पावरको पानी यहाँ छ अब यहाँबाट पनि फेरि सेकेन्ड ड्याम यहाँ छ म यहाँ अगाडि गएर देखाउँदैछु अघिको पानी यहाँ आएर जम्मा हुन्छ फेरि यहाँबाट पनि तपाईँको त्यो अगाडि मुखमा ओभरफ्लो भएको त्यहाँबाट पनि फाल्न सकिन्छ र त्यहाँ चाहिँ जुन बेला चाहिँ त्यहाँ पावर हाउसमा कुनै अब प्राविधिक गडबडी भयो भने त्यो पानी रिटर्न आउँछ रिटर्न आएपछि यहाँबाट चाहिँ ओभरफ्लो हुन्छ म अहिले फेरि त्यहाँ देखाउन गइरहेको छु फेरि जुन अघि मैले देखाउँदै गरेको यो सेकेन्ड ड्याम हो अब म यहाँ माथि जाँदैछु यो जुन अघि आउने पानी यहाँ सेकेन्ड ड्याम आउँछ अब यहाँबाट चाहिँ यताबाट गएर यो भित्रबाट चाहिँ जुन यो भित्रबाट चाहिँ उता यो पारी जुन यो पारी चाहिँ सुरुङ मार्छ सुरुङ मार्न जान्छ यहाँ बर्खायाममा चाहिँ यहाँ फेरि जुन पावर हाउसमा चाहिँ कुनै प्राविधिक गडबड भयो भने त्यो पानी यहीँ रिटर्न आउँछ जुन प्राविधिक गडबड भएर चाहिँ त्यहाँ मेसिन बन्द भयो भने त्यो पानी यहाँ रिटर्न भएर यहाँबाट ओभरफ्लो भएर जान्छ यहाँ ल मिदुङ खोलाको हाइड्रो पावर तल चाहिँ हाइड्रो पावरमा चाहिँ प्राविधिक गडबड भयो भने त्यहाँबाट चाहिँ फर्केर आउँछ है पानी खास यहाँबाट जानुपर्ने हो यहाँ चाहिँ फर्केर आयो उताबाट चाहिँ गडबड भयो भने हुने बित्तिकै पानी रिटर्न आउँछ यहाँबाट ओभरफ्लो भएर जान्छ हो मिदुङ खोला अलिकति ठुलो भयो यहाँको नि अब टन्न भरेछ पानी ओभरफ्लो भएर आयो भने यहाँ पनि भरिन्छ तल सबै पालेर बाहिर पोखिन्छ यो लाङदी देवी मन्दिरको यताबाट चाहिँ 7 कन्टे नागथान हो
यो म खिचिदिएँ म खिच्दिएँ पानी त यो चुहिँदै बसिसक्यो होइन खिचिदिएर